साँच्चै गणेश मानले भने जस्तै हामी भेडा नै रहेछौँ। नेपालीहरू जनताहरू भेडा नै हुनुहुँदो रहेछ। 2046 साल पछाडि सब हाम्रो कल कारखानाहरू सबै ध्वस्त बनाउनलाई विदेशीहरूले षड्यन्त्र गरेर छ। 2046 साल पछाडि जनआन्दोलन गरेर बौद्धले व्यवस्था आयो भने त सब कल कारखाना ध्वस्त बनाउन आएको रहेछ। त्यो व्यवस्था हाम्रा बाबुहरूले बुझ्न सकेनन्। त्यो कुरो नबुझ्दाखेरि आज हाम्रो कति सामानहरू विदेशमा सप्लाई हुन्थ्यो, सब डलरमा बिक्री हुन्थ्यो। हाम्रो नेपाली रुपियाँहरू कति बलियो थियो त्यो बेलामा। हामी पावर थियौँ, शक्तिशाली थियो। सबै त्यो ध्वस्त बनाए। त्यतिले नपुगेर फेरि अब हाम्रो पालामा आएर हाम्रो पुस्ताहरूका, मेरा पुस्ताहरूका भनौँ न, हाम्रो पुस्ताहरूकाले के अरे सब गाउँबाट सबै अब गाउँ छोड्दे। हेर्नुहोस्, गाउँ छोड्यो भने हाम्रो पुस्तामा चाहिँ उनीहरूले अब गाउँमा बस्ने वातावरण बनाएनन्। हामीले चिन्न सकेनौँ। हामी अब सहरतिरै जाने भयो। बच्चा पढाउने न्युमा, गाउँमा सेवा सुविधा नदिने, ग्रामीण भेगमा तपाईँको विकास नगर्ने, जसरी नि त्यो उनीहरूको ग्रान्ड डिजाइन सफल भयो क्या। हामीले गाउँ छोडिदियौँ। बच्चा पढाउने नाउँमा, हरेक नाउँमा हामीले गाउँघर छोडिदियौँ। गाउँघर छोडिदिएपछि गाउँघर सब बाँझो भयो। हेर्नु है, गाउँघर जमिन सब बाँझो भयो। बाँझो भएपछि के अरू अब सहरमा आएर त आफ्नो गाउँको कमाइ त कमाउन सकिँदैन सहरमा बसेर। हेर्नु, अनि गाउँ खाली गरायो। गाउँ खाली भएपछि के भयो? अनि अब त्यही इन्डियाबाट विदेशबाट सामानहरू आएर हामीले खाने भयो। नेपालीको यो नेपालीको स्वाधीनता। अनि विदेशबाट लिएर आएको सामान खाएको छ। गुन्द्रुकधरी, चामलधरी विदेशबाट ल्याएर खाएको छ भन्नलाई चाहिँ हामी नेपाली गर्वका साथ नेपाली भनेको छ। के नेपाली हुन्? सब ग्रान्ड डिजाइनमा बसेका छन्। हामी नेपाली त यस्ता छौँ नि, साँच्चीकै भेडा छौँ क्या। र अनि अब हाम्रो भाइ भतिज, मेरा अब हाम्रो पुस्ताका भाइ भतिजहरूको पालामा के भयो? त्यतिले नपुगेर अब विदेशतिर अब पलायन अब निकाल्दैछन्। हेर्नुहोस्, देशबाट निकाले हो के? बुझ्नु पऱ्यो नि त। यो देशबाटै निकाले हो, सधैँको लागि निकाले हो। यहाँबाट नजाने त्यो पाराले निकाले हो। देशबाट पलायन गराएको निकाले। दोस्रो देशको नागरिक भएर बस्न तयार भए भाइहरू, भतिजहरू, हाम्रा छोराहरू दोस्रो देशको नागरिक भएर बस्न तयार हुने भयो अब यिनीहरूको ग्रान्ड डिजाइनमा। र अनि बाबुहरू, हामी जस्ता मान्छेहरू चाहिँ ओहो मेरो फलानुको यो देशमा भिसा लाग्यो, उ देशमा भिसा लाग्यो भनेर बधाइदिएको छ। अर्का देशमा चाहिँ उनीहरू गुलाम गर्न गएका हुन् नि त। के को लागि? पैसाको लागि गुलाम गर्न गएका होइनन्, आफ्नो भविष्यको लागि। अनि के त्यो भविष्य यहीँ बसेर चाहिँ बनाउन सक्ने अवस्था त होइन नि। तिनै विदेशीका दलालहरूको पछाडि लागेको छ, तिनीको पछाडि लागेको छ। तिनीले गर्दाखेरि आज सब खाली गराइदियो होइन। सब खाली गराइदियो, विदेशी ल्याएर यहाँ भर्ने। अनि यहाँका चाहिँ सच्चा नेपालीहरूलाई चाहिँ विदेश पलायन गराउने। र अनि मन लगाइदिए जे गरे नि भयो नि, जे गर्ने नि भयो। गुन्डाहरूलाई अब गुन्डालाई साथ दिने त गुन्डै हुन्छ होला, हतियारवाला साथ दिने त हतियारै हुन्छ होला, लुटेरालाई साथ दिनेहरूलाई